साथीहरु आजबाट मैले केही नयाँ सुरुवात गर्ने भएको साथीहरु तपाईहरुले कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। मैले आजबाट आफ्नो जिन्दगीमा के नयाँ सुरुवात गर्दै छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। म चाहिँ अहिले लगभग 4 बज्न लागेको छ साथीहरु। म चाहिँ अहिले काममा जानको लागि आएको छु। तपाईँहरुलाई आज एउटा म्याच चलिरहेको छ, क्रिकेटको म्याच जानु पर्यो। हेर्नुहोस् त छाडा गाई गोरुहरूको पीडा यहाँ पनि छ है साथीहरु। हाम्रो नेपालमा मात्रै हैन, छाडा गाई गोरुहरूको पीडा चाहिँ यहाँ पनि छ। हेर्नुहोस् यहाँ बाटोभरि हुन्छन्। तर यो उचाइ लागेको छ स्टिकर चाहिँ। यताको चर्च हो। आज सन्डे हुनाले यहाँ भिड छ, पुरै कारहरू भरिएका छन्। यहाँको चर्च है, यो मेन रोड उतापट्टि छ, त्यो पछाडि पनि एउटा चर्च छ। कहाँ जाने लाठी? कहाँ जाने है? कहाँ जाने हो? क्या जाने हो? क्या बता है ना? बाय। Please. हेलो साथीहरु, म फेरि आयो है त। अहिले सो अर्डर सडर छैन, त्यही भएर सो साइडमा आएर हैन। अब एकछिनपछि अर्डर आउँछ। के गर्ने साथीहरु, 10 घण्टाको ड्युटी गर्नै पर्यो। जसरी नि परदेशमा आइसकेपछि अब हामी त परदेशी मान्छे है। र अब यतिसम्म भ्लग हेरिदिनु भएको छ तपाईलाई धेरै धेरै धन्यवाद है। अनि के रे, अब यस्तै भ्लगहरू सानसानो के भन्छ भ्लगहरू चाहिँ मैले हाल्ने गर्छु। आजबाट हाल्ने सोच चाहिँ हो है साथीहरु। तपाईहरुलाई कतिको राम्रो लाग्छ? अब मेरो लाइफ त्यति खासै इन्ट्रेस्टिङ त छैन, त्यस्तै पनि अब मेरो डेली लाइफको भ्लगहरू मैले हाल्ने कोसिस गर्नेछु। आज चाहिँ भ्लग नम्बर 1 हो है त। चना सलाड सिलाडो चाइनिज
हेलो साथीहरू, फाइनली 12 अब 1 बज्न लागिसक्यो। अहिले चाहिँ अर्डर एकछिन कम भएर हामी त बसेको है। अब 2 बजे बन्द हुन्छ, त्यसपछि भेट्छौँ। हेलो साथीहरू, फाइनली 2 बजिसकेको छ। अब चाहिँ हामी जान लागेको रुमतिर। पोको पनि छ यता।